हेलो एभ्रिवान। आज चाहिँ म 2 टायर केक बनाउँदैछु। मलाई चाहिँ यो 1 इयर बेबी गर्लको लागि अर्डर आएको छ। अन्त यो जुन डिजाइन म बनाउँदैछु यो चाहिँ मैले पहिला नै एकपल्ट बनाइसकेको डिजाइन हो, जुन चाहिँ म तपाईँहरूलाई यहाँ स्क्रिनमा देखाइरहेको छु। यही केकको अर्डर आएको छ। जो कस्टमर हुनुहुन्छ उहाँले चाहिँ मलाई सेम टु सेम बनाइदिनुहोस् है भनेर अर्डर गर्नुभएछ। अन्त चाहिँ यो केक चाहिँ मैले फर्स्ट टाइम मेरो दिदीको नानीको बर्थडेको दिन बनाएको थिएँ र यसको चाहिँ फोटो भिडियो मैले मेरो पेजमा अपलोड गरेको थिएँ। अन्त जो कस्टमर हुनुहुन्छ उहाँले चाहिँ त्यही फोटो भिडियो देखेर मलाई तपाईँको यो डिजाइन पुरा मन पर्यो, मेरो नानीको बर्थडेमा पनि सेम टु सेम बनाइदिनुहोस् है भन्नुभएको थियो। यो 2 टायरको डल केक, अन्त अगाडि मैले कप केकहरू पनि राखेको थिएँ र कप केकको पनि अर्डर दिनुभएछ र हुन्छ भनेर चाहिँ मैले त्यही बनाउँदैछु हैन। अनि फर्स्ट त मलाई यो केकको अर्डर आयो, अन्त धेरै खुसी लाग्यो हैन, किनभने उहाँले राम्रो राम्रो फिडब्याक पनि दिनुभयो र मैले पहिले बनाएकै केकको डिजाइन फेरि आएको थियो भनेर अलिकति भए पनि म कन्फिडेन्टै थिएँ है, म बनाउन सक्छु भनेर हैन। सो मैले यो केक बनाउँदाखेरि चाहिँ पहिलाकै फोटो हेर्दै बनाइरहेको थिएँ, किनभने यो जुन मेरो यो बल्सहरू अहिले म लगाइरहेको छु यो चाहिँ वाइटवाला जता छ त्यतै, पिङ्क जता छ त्यतै, त्यसरी मिलाउँदै मैले लगाइदिँदै थिएँ हो। र यो लगभग रेडी भइसकेको छ है। यो जुन डल देख्नुहुँदैछ, डल राखेपछि चाहिँ केकको लुकै एकदमै चेन्ज भएको छ, एकदमै दामी प्रिटी देख्दैछ क्या केक चाहिँ हो। अन्त यो लास्ट अब अलिअलि डेकोरेसन बाँकी थियो र मैले यो स्प्रिङ्कल्सहरू हालेर रेडी गर्दैछु। र तपाईँहरूलाई कस्तो लाग्यो होला, तपाईँहरूलाई मन पर्यो भने चाहिँ लाइक कमेन्ट गरिदिनुहोस् है। अन्त मैले यसरी केकको टपर राखेर चाहिँ मैले यो कम्प्लिट गरेको छु मेरो अर्डर है। कस्तो लाग्यो हेर्नुहोस्, यो मेरो फाइनल लुक हो। र मैले कप केक त पहिले रेडी गरिसकेको थिएँ र यसको भिडियो बनाउनु चाहिँ सकिनँ है। हुन्छ, थ्याङ्क यू फर वाचिङ।